के आजको मण्डलीमा अन्य भाषा ठूलो समस्याको विषय हो? अन्य भाषा आफैमा समस्या होइन, तर यसलाई जुन तरिकाले मण्डलीमा स्थान दिइन्छ र प्रयोग गरिन्छ त्यो चाहिँ समस्या हो। प्रेरित पावल आफै नै यस कुराका एक गवाही र साक्षी थिए। अन्य भाषामाथि उनले कुनै बन्देज लगाएनन्, तर पनि यसको सही उपयोगिताबारे उनले गम्भीरताका साथ सिकाए। उनी आफै भन्छन् कि सबैले यो वरदान पाउन् र उनी आफै फेरि सुझाव दिन्छन् कि अनुवाद गर्ने कोही नभएमा मण्डलीलाई केही लाभ छैन। उनलाई यस वरदानको लाभबारे पनि थाहा थियो, तर उनले व्यक्तिगत वृद्धि भन्दा पनि मण्डलीकै वृद्धिलाई उच्च प्राथमिकतामा राखे। आज कति पेन्तिकोस्तल मण्डलीहरूमा यस वरदानलाई औधी नै जोड दिने गरिन्छ। यो वरदान पाउनलाई मात्रै पनि घण्टौं प्रार्थना गर्छन्। फेरि वरदान नपाउनेहरूका लागि वातावरण निकै असहज बन्ने गर्छ, किनकि अन्य भाषा झट्ट हेर्दा आत्मिकताको पहिचान सरह देख्छ। तर जे होस्, अन्य भाषाको मुद्दा मामिला यसलाई प्रयोग गर्ने एक व्यक्तिमाथि निर्भर रहन्छ।